भ्लगिङ बनाउँदैछ हैन सेनेगल काले भनेर ए दाइ काले दाइ भनेर हैन कालो त म पनि कालै छु तर पनि हाम्रो काले दाइ चाहिँ अलि काले हुनुहुन्छ तिमी कता छौ ये क्या चल रहा है शमशेर सिंह जी देखते जाओ बस सरारा सरारा अरे बाबा अनि हाम्रो एकदम बोका दाइ चाहिँ आउँदै हुनुभयो त्यो दाइ I go YouTube. I am not seeing some people. I am not following this post. कैसे कैसे लोग रहते हैं यार यहाँ पर। साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। हेलो सबैजनालाई नमस्ते हैन जी नमस्ते I am not seeing this. I go YouTube. I am not seeing some people. I am not following this post. फलो फलो अल पिपुल फलो I am not following. नमस्ते सबैजनालाई हैन उसले पत्याउँदै पत्याउँदैन के भ्लगिङ गर्नुहोस् हैन गर्नुहोस् भनेको बोलेर मात्रै कसले भ्लगिङ बनाउँछ कसले पत्याउँछ मलाई कसले फलो गर्छ भन्छ हैन उसले भ्लगिङ बनाउँदैछ हैन सेनेगल काले भनेर सबैले फलो गरिदिनु होला है गएर हेरिदिनु बिचारालाई फलो गरिदिनुहोस् युट्युबमा हाम्रो काम त यस्तै हैन पेन्ट लाउने आनन्दले पेन्ट लायो घस्यो हिँड्यो परदेशी जिन्दगी यस्तै हो अहिले त एकदम गर्मी बढिरहेछ हैन यस्तो शीतलमा परे हैन दुईजना तैपनि गर्मीले यस्तो पसिना आइराख्यो परदेशी जीवन सजिलो हुन्न नि यार है साथीभाइहरू अलि नेपालमै गर्मी के गर्न सकिन्छ ट्याकटुक लाएर हैन हाम्रो काले दाइ 8 वर्ष भइसक्यो घर जानु भएन पैसा नभएर भ्लगिङ गर्नुहोस् घर जानु पाइन्छ पैसा आउँछ भनेको पत्याउनु हुँदैन सबैले भनिदिनुहोस् है कमेन्टमा हम मालूम है तेरे बाप को मत सिखा चल। कमेन्टमा भन्नुहोस् काले दाइ भनेर हैन कालो त म पनि कालै छु तर पनि हाम्रो काले दाइ चाहिँ अलि कालै हुनुहुन्छ त्यो भएर हाम्रो काले दाइलाई सबैले फलो गरिदिनु होला फलो राखिदिनुहुन्छ हैन युट्युब पनि छ सेनेगाली भनेर युट्युबमा सर्च गरेर सबले फलो हानिदिनु होला है भाइरल गराइदिनु त हामी चाहिँ हैन यस्तो माथि माथि चढेर काम गर्नुपर्छ क्या 9-10 सक्लामा तर मजा हुन्छ चढेर काम गर्न चाहिँ हैन हाम्रो काले दाइ छन् अनि के छ 2 वर्षदेखि सँगै काम गरिरहेको छु हैन नेपाली चाहिँ सबै सिकिसकेँ हैन तर मलाई सेनेगाली भाषै सिकाउँदैन बुझ्छ भनेर तरुनीहरूसँग बोल्छ नि त धेरै त्यही भएर मलाई सिकाउँदैन अनि हाम्रो एकदम बोका दाइ चाहिँ आउँदै हुनुभयो त्यो दाइ हो ये बढ़िया था गुरु हैन लास्टै चाँडै गर्नुहुन्छ काम यस्तो फास्ट काम गर्नुहुन्छ हैन तर लास्टै हात्तिनी के हामी चाहिँ हैन यस्तो जेलमा बसे जस्तो गरेर काम गर्नुपर्छ के गर्नु भने जिन्दगी धेरै गाह्रो छ यस्तो जेलमा बसे जस्तो हैन सक्ला हो टक्क फलेका हाल्यो 9-10 तल्ला जस्तोमा बनायो तल्ला जस्तो बनायो भयो काम गर्दै है होइन त अनि यस्तो सरर पेन्ट हाल्ने हुन्छ मायालु तिमी कता छौ मायालु तिमी कता छौ ये क्या चल रहा है शमशेर सिंह जी देखते जाओ बस
सारा सारा ओके गाइज भिडियो मन परेमा फलो गरिदिनु होला लाइक गरिदिनु होला हैन हाम्रो काले दाइको लागि सब्स्क्राइब पनि हान्दिनु होला मलाई धेरै हैन 100 लाइक चाहिए यो भिडियोमा 100 लाइक हाउ मेनी लाइक ब्रदर दिस भिडियो 100 1K ओके 1K भन्नुभएको छ 1K चाहिँ जसरी पनि पुऱ्याउनु पर्यो है अरू पनि भिडियो हेर्नको लागि चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला हैन यस्तै मजेदार भिडियोहरू आउँछ हाम्रो काले दाइसँगको सबैजनाले सपोर्ट गरिदिनु होला नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा हजुरआमा दाजुभाइ दिदीबहिनी भाइ भाउजू जति पनि हेरिरहनु भएको छ टाटा बाइ छुट्टी हुने बेला पनि भयो अब